So thank you very much all silver director. Okay. So आज समय यहाँलाई यहाँ एक्चुअली स्टेजमा आइसक्नु भएको छ। एकजना मेम आउँदै हुनुहुन्छ, त्यही भएर मैले उहाँलाई भाषण दिन पनि आइपुगेको छु। सिल्भर डाइरेक्टर, सम्पूर्ण सिल्भर डाइरेक्टरलाई हृदयदेखि सम्मान छ र अगाडि बढ्नु होला। अझ अगाडि पुग्नको लागि यहाँलाई हाम्रो शुभकामना पनि छ। सो थ्याङ्क यू भेरी मच। आजको समयको अभावले गर्दा एउटा चियर र स्माइलिङको साथमा एउटा बिदा। आजै तपाईले ताली बजाउनु भयो भने पक्का तपाईको लागि भोलि ताली बज्छ, यो चाहिँ ग्यारेन्टी। आज जसले जसले ताली बजाउनु भएको छ नि, भोलि तपाईँ यहाँ आउँदा ताली अरूले बजाउँछ कि बजाउँदैन? त्यसकारण आज मन खोलेर ताली बजाउनुहोस्। जो व्यक्तिलाई यो स्टेजमा आउने इच्छा छ उहाँले ताली बजाउने। त्यसकारणले गर्दा जोरदार ताली एकचोटि। जसको म्युजिकको साथ म अगाडिबाट जान्छु तपाईँहरूको साथमा भोलभन्दा स्टेज गोल्ड डाइरेक्टर। गोल्ड डाइरेक्टर जति पनि गोल्ड डाइरेक्टर हुन्छ यो यताको मात्रै एक्साइटेड, त्यताको नि अरू एक्साइटेड। हामी बाई बाई भन्यौँ। कमसेकम उहाँ गोल्ड डाइरेक्टर हुनुहुन्छ, मेहनत त धेरै नै गर्नुभएको छ होइन। गोल्ड डाइरेक्टर हुनको लागि उहाँले दुईजनाको लाइफमा चेन्जेस ल्याइसक्नु भएको छ। सो द्याट कमसेकम नाम त हामीले लिन जरुरी छ। समयको अनुभव सबैजना थाहा छ। हामीलाई सुन्न छ, मेन्टरलाई सुन्ने हो आजको दिन। मेन्टरको दिन हो किनकि हामीलाई पुग्नु छ ड्यु सिटी। त नाम ठेगाना पेसा, पहिलो आम्दानी र लास्टको ठुलो आम्दानी तपाईँ के छ भनिदिनु होला, बस त्यति मात्रै छ। सर समयको त्यही छ। हजुरहरूलाई मेरो अनुरोध छ, म माफी चाहन्छु। हजुरहरूलाई सुन्न त पाउनु पर्ने थियो हामीले होइन, तर समयको कारणले गर्दा नाम ठेगाना पैसा र पहिलो सर। गुड मर्निङ।